एउटा प्रश्न छ सबै मानिस जातिलाई, सृष्टिकै श्रेष्ठ प्राणीलाई। एउटा प्रश्न छ सबै मानिस जातिलाई, सृष्टिकै श्रेष्ठ प्राणीलाई। किन रचियौ, कसले रच्यो हामीलाई? थाहा छ कि ए हजुर यो महान रहस्यलाई? किन रचियौ, कसले रच्यो हामीलाई? थाहा छ कि ए हजुर यो महान रहस्यलाई? एउटा प्रश्न छ फूल जस्तै फुल्यौ हामी यस धरतीको आँगनमा, ईश्वरकै स्वभाव झल्किने स्वरूप अनि सुन्दरतामा। फूल जस्तै फुल्यौ हामी यस धरतीकै आँगनमा, ईश्वरकै स्वभाव झल्किने स्वरूप अनि सुन्दरतामा। यस्तो सुन्दर जीवन दिनुहुने ईश्वरलाई पुज्न छोडी हजुर किन पुछौ प्रकृतिलाई? यस्तो सुन्दर जीवन दिनुहुने ईश्वरलाई पुज्न छोडी हजुर किन पुछौ प्रकृतिलाई? एउटा प्रश्न छ सबै मानिस जाति सृजना हौ ख्रीष्ट प्रभुकै, सृजियौ महिमा दिन सत्य यीशु प्रभुलाई। हामी सबै मानिस जाति सृजना हौ ख्रीष्ट प्रभुकै, सृजियौ महिमा दिन सत्य यीशु प्रभुलाई। यो सत्यलाई बुझी पापबाट मनलाई फर्काई, स्वर्ग राजको निम्ति हजुर तयार बनौ प्रियजनै। यो सत्यलाई बुझी पापबाट मनलाई फर्काई, स्वर्ग राजको निम्ति हजुर तयार बनौ प्रियजनै। एउटा प्रश्न छ सबै मानिस जातिलाई, सृष्टिकै श्रेष्ठ प्राणीलाई। एउटा प्रश्न छ सबै मानिस जातिलाई, सृष्टिकै श्रेष्ठ प्राणीलाई। किन रचियौ, कसले रच्यो हामीलाई? थाहा छ कि ए हजुर यो महान रहस्यलाई? किन रचियौ, कसले रच्यो हामीलाई? थाहा छ कि ए हजुर यो महान रहस्यलाई? एउटा प्रश्न छ
तिमी महान छौ येशू तिमी सुन्दर छौ येशू तिमी महान छौ येशू तिमी सुन्दर छौ तिम्रो नामको प्रशंसा गर्दछु तिम्रो नामको जय जयकार गर्दछु येशू तिमी सारा संसारमा तिमी जस्तो ईश्वर कोही छैन तिमी जस्तो अचम्मको काम गर्ने कोही छैन सारा संसारमा तिमी जस्तो ईश्वर कोही छैन तिमी जस्तो अचम्मको काम गर्ने कोही छैन सारा आकाश पृथ्वी समुद्रलाई सारा आकाश पृथ्वी समुद्रलाई रचना गर्ने तिमी हो ईश्वर रचना गर्ने तिमी हो ईश्वर येशू तिमी विश्वभरि नै तिम्रो नाम सर्वश्रेष्ठ छ यही नामको जीवनभरि नै स्तुति गाउनेछु विश्वभरि नै तिम्रो नाम सर्वश्रेष्ठ छ यही नामको जीवनभरि नै स्तुति गाउनेछु प्रेमी येशूलाई आदर मान दिँदै प्रेमी येशूलाई आदर मान दिँदै उहाँको चरणमा आई धन्यवाद चढाउँछु उहाँको चरणमा आई धन्यवाद चढाउँछु येशू तिमी